एभ्रिवान, अर्को एउटा रेसिपीमा आज चाहिँ म बनाउन गइरहेको छु भेज चाउमिन। त्यसको लागि मैले एउटा प्यानमा पानी राखेँ, थोरै तेल राखेँ, चाउमिन नटासोस् भनेर। हेर्नुहोस् त स्पागेटी के गर्नु, यहाँ चाहिँ नेपालको जस्तो चाउमिन पाउँदैन। पानी उम्लिसकेको छ, यसमा चाहिँ मैले स्पागेटी हालेँ। अब मस्त चलाएँ अनि यसलाई हेर्नुहोस् त यतिको भएपछि अनि हातले छान्नुपर्छ। अनि यो पाकिसकेको छ मेरो चाउमिन। यसलाई चाहिँ मैले टक्क अब लगेर चिसो पानीमा मस्त धोएर रेन्ज गरेर रेडी गरेँ। अनि तेलहरू लगाएर एकछिन यसलाई राखिदिएँ। अब चाहिँ म चाउमिन बनाउन गइरहेको छु। हेर्नुहोस् त एउटा प्यानमा टक्क मैले चप गरेको अनियनलाई फ्राई गरेँ। यसलाई चाहिँ हल्का ब्राउन हुन दिएपछि अनि टक्क अरू भेजिटेबल मिक्सहरू चाहिँ मैले सबै काटेर राखेको छु, त्यसलाई हालेर मैले चाहिँ मस्त फ्राई गरेँ। किनकि भेजीहरू चाहिँ धेरै गलेको चाहिँ मिठो हुँदैन, हल्का मात्रै हाफ बोइल पाक्नुपर्छ है त। यसलाई चाहिँ मैले मस्त मिक्स गरेँ। अनि मिक्स गरिसकेपछि चाहिँ अनि स्वादअनुसारको नुन, अनि यसमा मैले थोरै स्वादअनुसारको अनि रेड चिल्ली पाउडर, अनि स्वादअनुसारको मैले थोरै जिरा धनियाँको धुलो, अनि अब चाउमिनमा अजिनोमोटो नहालेको त हुँदैन। अनि थोरै मैले यसमा चाहिँ अजिनोमोटो हालिदिएँ। अनि यसलाई मस्त चलाएर मिक्स गरी नथाले यो चाहिँ एकछिन मजाले पाक्नुपर्छ, नभए मसला काँचो गनाउँछ। अनि यसमा लसुन अदुवाको पेस्ट चाहिँ मैले राखिनँ, त्यो चाहिँ अप्सनमा मात्रै हो। हेर्नु त यतिको भएपछि मैले त्यो बोइल गरेको चाउमिनलाई चाहिँ टक्क हालेँ। हालिसकेपछि चाहिँ यसको माथिबाट चाहिँ मैले टक्क कलरको लागि डार्क सोया सस हालेँ। अब डार्क सोया सस हालिसकेपछि त हेर्नुहोस् त कस्तो राम्रो देखिएको छ मेरो चाउमिन। अनि ठक्क मैले चिल्ली है, यो चाहिँ चिल्ली पिरोको लागि अनि टक्क यसलाई चाहिँ मिक्स गर्न थालेँ। मस्त यसलाई मिक्स गरेपछि हेर्नुहोस् त कस्तो मजाले चाहिँ मेरो भेजिटेबल सहितको चाहिँ कस्तो मजाले पाक्दैछ। किनकि चाउमिनमा चाहिँ मलाई चाहिँ भेजिटेबलहरू धेरै भएको चाहिँ एकदम मिठो लाग्छ। अनि हेर्नुहोस् न, साँच्चै नै मेरो चाहिँ चाउमिन चाहिँ रेडी भइसकेको छ। अब यसमा चाहिँ मैले माथिबाट काटेको प्याज धनियाँ हालेँ। हेर्नु त खानालाई कस्तो रेडी भइसकेको छ। अब यसलाई हेर्नुहोस् गाइस, मेरो चाहिँ चाउमिन रेडी भइसकेको छ। अब मैले चाहिँ टक्क लगाएर खाएँ है त। अनि के गर्नु, रेस्टुरेन्टमा भन्दा आफूले बनाएको चाउमिन चाहिँ एकदम बेस्ट लाग्छ है त। थ्याङ्क यू सो मच फर वाचिङ, थ्याङ्क यू सो मच फर लभिङ। यसरी नै मेरो भिडियोहरू चाहिँ हेरिदिनु होला, मलाई साथ सपोर्ट र माया गरिदिनु होला। होइन एकदम मिठो बनेको छ क्या। साँच्चै तपाईँहरू पनि घरमा चाहिँ यसरी नै आफ्नै तरिकाले चाहिँ बनाएर चाहिँ एकदम मिठो भेजिटेबल चाउमिन चाहिँ खान सक्नुहुनेछ। थ्याङ्क यू सो मच।